शिक्षा ऐन जारी गराउन माग गर्दै देशभरका शिक्षकहरू काठमाडौँमा भेला भएका छन्। झन्डै 20,000 शिक्षक सडकमा उत्रिँदा माइती घरदेखि बानेश्वरसम्म मानव साङ्लो देखिएको छ र यति ठूलो संख्यामा शिक्षकहरूको आन्दोलन 9औं दिनदेखि जारी छ। हिजोसम्म बानेश्वरको सर्भिस लेनमा मात्रै सीमित भएका शिक्षकहरू आज त बबरमहल बानेश्वरको फास्ट ट्र्याक नै कब्जा गरेर अघि बढिरहेका छन्। प्रहरीको समझदारीमा शिक्षकहरूले दायाँ बायाँका सर्भिस लेनहरू चाहिँ सवारी आवत जावतका लागि छाड्ने हिजै सहमति भएको थियो, तर शिक्षकहरूले व्यवहारमा आज त्यस्तो देखाएनन्। 3वटै लेनमा शिक्षकहरूले कब्जा जमाए, यातायात सेवा पूर्ण रूपमा ठप्प पारे। शिक्षकहरूले पुरै यातायात सेवा ठप्प पारेको पहिलो पटक हो। शिक्षकहरूकै भनाइ पत्याउने हो भने दिन प्रतिदिन शिक्षकहरूको संख्या बढ्दै गएको छ। अहिलेसम्म शान्त अवस्थामा चलिरहेको आन्दोलनमा आज ठाउँ ठाउँमा शिक्षकहरू प्रहरीसँग मुठभेडको स्थितिमा पुगे। तथ्यहरूले के देखाउँछ भने शान्तिपूर्ण आन्दोलनलाई अटेर गरी एकाध दिनभित्र सरकारले शिक्षकहरूको माग सुनुवाई नगरे आन्दोलन उग्रतातर्फ अघि बढ्न सक्छ। शिक्षकहरूको धैर्यताको बाँध फुट्न सक्छ र शिक्षककै रूपमा नरही उग्र बनेको खण्डमा जे पनि हुन सक्छ। त्यसैले राज्यले शिक्षकहरूको नरमपनलाई बेलैमा बुझ्नुपर्ने देखिन्छ। सरकारी बेवास्ताका कारण उनीहरू आजित देखिएका छन्। यो आन्दोलन 9 दिन भइसक्यो, सरकार टसमस गरेको छैन, के लाग्छ? अचम्म लाग्छ। कति दिन चल्छ होला आन्दोलन? अब छिटो भन्दा छिटो हाम्रो माग चाहिँ सुनवाई हुनुपर्छ भन्ने हाम्रो माग रहेको छ। छिटो भन्दा छिटो सुनवाई भएन भने हामी आज 9औं दिनसम्म आइसक्दा पनि किन सरकार चिर निन्द्रामा परेको छ, छिटो भन्दा छिटो निन्द्राबाट बिउजियोस् भन्न चाहन्छु। अब यो सरकारको हातमा छ, सरकारले सुनाइ गरेका छैन, सरकारले शिक्षकलाई थकाउन खोजिराखेको छ। यस्तो छ सरकार आफै थाक्दैछ। कति दिन लाग्ला त यो आन्दोलन? यो आन्दोलन कति दिन लाग्छ भन्ने कुरो हामीलाई भन्दा पनि यो सरकार पक्षलाई सोध्नुहोस्, सरकारलाई थाहा हुन्छ। सरकारले जहिले माग पुरा गर्छ तहिले हामीले छोड्छौँ। तपाईँहरूको विभागीय मन्त्रीले खास चासो दिनु वास्ते देखिएन नि? देखिएन। अब यसका लागि नेपाल सरकारका सम्मानीय प्रधानमन्त्रीले उहाँलाई केही निर्देशन दिनुभएको छ कि जस्तो लाग्छ, त्यस कारणले सुनाइ भएन। 9 दिनदेखि शिक्षकहरू माइती घर 2 नयाँ बानेश्वर गरिरहेका छन्। आन्दोलनको नेतृत्व शिक्षक महासङ्घले गरिरहेको छ। आन्दोलनलाई शान्तिपूर्ण बनाउन शिक्षकहरू नाचगानमा रमाइरहेका छन्। तर कति दिनसम्म नाचगान गरेर आन्दोलन लम्ब्याइरहने उनीहरू सोच मग्न देखिन्छन्। अब त्यो त राज्यलाई पनि अलिकति सोच्नु पर्यो नि। हामी त यो बिचमा के अरे इक्जाम सकाएर आएको छ होइन, बरु चाहिँ 2-4 दिन ढिलो भए पनि इक्जाम के अरे परीक्षा फल प्रकाशन गर्नेछौँ। अब जबसम्म हाम्रो आन्दोलन हुँदैन तबसम्म हामी चाहिँ परीक्षा फल प्रकाशन गर्नेछौँ होइन। कपी सबै बन्द, एससीको पनि कपी बन्द छ, कसैले चेक गर्न जाँदैन। वास्तवमा शिक्षकहरूको माग जायज छन्। के हो त उनीहरूको माग? मुख्यतया उनीहरू शिक्षा ऐन जारी हुनुपर्ने जबरजस्त माग राखेर आन्दोलन गरिरहेका छन् र शिक्षकहरू स्थानीय सरकार मार्फत बस्न चाहँदैनन्। तलब भत्ता केन्द्र सरकारले दिने भएपछि स्थानीय सरकारमा बस्नुको औचित्य नरहेको शिक्षकहरूको निष्कर्ष छ। स्थानीय तहमा शिक्षकहरूमाथि राजनीतिक प्रतिशोध राखेर काम लगाइने गरेकोमा उनीहरूको चित्त दुखाइ छ। नम्बर 2, विशिष्ट श्रेणीको व्यवस्था। शिक्षकहरूले निजामतीमा जस्तै श्रेणीको व्यवस्था र बढुवा हुनुपर्ने माग राखेका छन्। 2060 र 2063 मा स्थायी भएका शिक्षकहरूको एक श्रेणी पनि बढुवा नभएको गुनासो शिक्षकहरूको छ। विश्वविद्यालय सेवा, निजामती सेवा, प्रहरी सेवा लगायत सबै पेसामा विशिष्ट श्रेणीको प्रबन्ध छ, तर विद्यालय शिक्षा सेवामा नभएको उनीहरूको गुनासो छ। नम्बर 3, शिक्षकको सरुवा। शिक्षकको सरुवा र कार्यसम्पादन मूल्याङ्कन गर्ने अधिकार पालिकालाई दिन नहुने माग शिक्षकहरूको छ। शिक्षकको सरुवाको अधिकार फरक संरचनामा राख्नुपर्ने शिक्षकहरूको भनाइ छ, तर विधेयकमा सरुवाको जिम्मेवारी पालिकालाई दिएको छ। शिक्षकहरूले कार्यसम्पादन मूल्याङ्कन पनि पालिकालाई दिन नहुने बताएका छन्। नम्बर 4, राहत शिक्षकको व्यवस्थापन। राहत र उच्च माविका शिक्षकहरू अझै अस्थायी रहेकाले व्यवस्थापन गर्नुपर्ने माग महासङ्घको छ। राहत शिक्षकलाई उमेरको हद नलगाई अस्थायी शिक्षकको जस्तै आन्तरिक खुला विधिबाट शिक्षक सेवा आयोग मार्फत स्थायी गर्नुपर्ने माग महासङ्घको छ। परीक्षामा सामेल नहुने र सामेल भएर
सफल हुन नसक्ने शिक्षकका लागि अस्थायी शिक्षकले पाए सरहको गोल्डन ह्यान्डसेकका रूपमा सुविधा दिनुपर्ने माग महासङ्घको छ र योगदानमा आधारित सामाजिक सुरक्षा कोषको प्रबन्ध वा सबै दरबन्दीलाई स्वीकृत दरबन्दीमा परिणत गरी सामान्य प्रक्रियाद्वारा शिक्षक सेवा आयोग मार्फत स्थायी गर्नुपर्ने तर्क महासङ्घको छ। 2072 असोज 3 पछिका अस्थायी करार शिक्षकलाई पनि त्यसअघिका अस्थायी शिक्षकलाई जस्तै आन्तरिक खुला परीक्षाको व्यवस्था गरी स्थायी गर्नुपर्ने माग राखिएको छ। नम्बर 5 ट्रेड युनियनको माग। शिक्षा विधेयकमा ट्रेड युनियनको व्यवस्था गरिएको छैन। शिक्षकको हक अधिकारका लागि शिक्षक महासङ्घ रहने व्यवस्था विधेयकमा आएको छ, तर शिक्षकहरूले ट्रेड युनियन खोल्न पाउनुपर्ने माग राखेका छन्। संविधानको धारा 18 को समानताको हक र धारा 34 को अनुसार श्रमिकको ट्रेड युनियन खोल्न पाउनुपर्ने माग शिक्षकहरूको छ। विद्यालयका शिक्षक तथा कर्मचारीहरूको पेशागत हक हितका सम्बन्धमा कार्य गर्न गैर राजनैतिक र व्यावसायिक संस्थाको रूपमा एउटै सङ्गठन नेपाल शिक्षक महासङ्घ रहने व्यवस्था विधेयकमा आएको छ। यसमा महासङ्घका साथै अन्य दलगत ट्रेड युनियन पनि खोल्न पाउनुपर्ने माग शिक्षकहरूले राखेका छन्। नम्बर 6 बाल कक्षाका शिक्षक र कर्मचारीको दरबन्दीको माग। शिक्षकहरूले प्रारम्भिक बाल शिक्षामा काम गर्ने शिक्षकहरू न्यून तलबमा काम गरिरहेको र दरबन्दी नरहेको बताएका छन्। बाल कक्षाका शिक्षक र विद्यालय कर्मचारीको दरबन्दी सिर्जना गरी केन्द्र सरकार मातहत राख्नुपर्ने माग शिक्षकहरूको छ। हाल आएको विधेयकमा स्थानीय सरकार मातहत राखिएको छ। नम्बर 7 प्रधानाध्यापक सेवा आयोगबाट शिक्षण काउन्सिलको माग। शिक्षक महासङ्घले शिक्षक सेवा आयोगबाट परीक्षा लिएर विद्यालय प्रधानाध्यापक नियुक्तिका लागि सिफारिस गर्नुपर्ने माग राखेका छन्। यस्तो व्यवस्थाले राजनीतिक आग्रह र पक्षधरताका आधारमा स्थानीय तहमा हुने चलखेल नहुने दाबी शिक्षक महासङ्घको छ। तर विधेयकमा प्रधानाध्यापक छनौट गर्न 3 सदस्यीय समिति रहने र विद्यालयको तह तथा स्थानीय तहगत आधारमा कार्यरत स्थायी शिक्षक बीच प्रतिस्पर्धाका आधारमा छनौट गरिने प्रावधान आएको छ। यसरी छनौट भएको शिक्षकलाई स्थानीय तहले प्रधानाध्यापकमा तोक्ने व्यवस्था विधेयकमा छ। शिक्षकको रजिस्ट्रेसन, तालिम तथा पेशागत विकास लगायतका काम गर्ने गरी ऐनमा शिक्षण काउन्सिलको व्यवस्था हुनुपर्ने माग शिक्षक महासङ्घको छ। नम्बर 8 द्वन्द्व पीडित शिक्षकलाई सम्बोधन, दुर्गम भत्ताको माग। द्वन्द्व पीडित शिक्षकको माग पनि शिक्षक महासङ्घले अघि सारेका छन्। द्वन्द्व पीडित तथा शैक्षिक आन्दोलनमा लागेर आफ्नो जीवन बिताएका शिक्षक नेताहरूको त्यो अवधिको सेवा नजोडिनाले तिनले नियमानुसार पाउनुपर्ने उपदान वा पेन्सन पाएका छैनन्। पञ्चायतमा व्यवस्था विरोधी भनेर तत्कालीन प्रशासनबाट निष्कासनमा परेका शिक्षकहरू सेवा सुविधाबाट विमुख छन्। निष्कासनमा परेका शिक्षकहरूलाई पनि सेवामा जोडिन नियमानुसार सुविधा दिनुपर्ने माग महासङ्घको छ। दुर्गम क्षेत्रमा कार्यरत शिक्षकलाई निजामती कर्मचारी सरह दुर्गम भत्ता दिने व्यवस्था गर्नुपर्ने माग पनि महासङ्घले राखेको छ। यो व्यवस्था विधेयकमा आउनुपर्नेमा उनीहरूको जोड छ। नम्बर 9 विद्यालय व्यवस्थापन समिति। शिक्षा ऐनमा अभिभावकको बाहुल्य हुने गरी विद्यालय व्यवस्थापन समितिको संरचना बनाउन महासङ्घले जोड दिएको छ। स्थानीय तहले मन लाग्दी ढङ्गले थरीथरीका समिति गठन गरेकाले एक रूपता ल्याउन महासङ्घले माग गरेको छ। विधेयकमा विद्यालयमा अभिभावकहरूले आफू मध्येबाट छानेको व्यक्तिको संयोजकत्वमा सम्बन्धित स्थानीय तहमा स्थायी रूपमा बसोबास गरेको बुद्धिजीवी, शिक्षाप्रेमी तथा समाजसेवी मध्येबाट कम्तीमा 2 जना महिला समेत रहने गरी विद्यालय व्यवस्थापन समिति बनाउने प्रस्ताव गरेको छ। नम्बर 10 निजी विद्यालयका शिक्षकको तलब सरकारी सरह हुनुपर्ने। शिक्षक महासङ्घले निजी विद्यालयका शिक्षकको तलब भत्ता पनि सरकारी विद्यालय सरह हुनुपर्ने माग गरेको छ। नम्बर 11 औषधि उपचार खर्चको व्यवस्था। लामो समय सेवा गर्ने शिक्षकलाई पहिलेदेखि नै दिने गरिएको औषधि उपचार खर्चको थप रकम कटौती गरिएको महासङ्घको भनाइ छ। विगतमा 20 वर्ष, 25 वर्ष र 30 वर्षभन्दा बढी स्थायी सेवा गरेका शिक्षकलाई नियमअनुसार पाउने औषधि उपचार खर्चमा क्रमशः 10%, 15% र 20% थप गरिदिने व्यवस्था थियो। त्यो सुविधा अहिलेको मस्यौदामा हटाइएको छ। विगतमा पाएको सुविधा हटाउने गरी कानुनी प्रबन्ध गरिनु उचित नहुने उनीहरूको माग छ। प्रस्तावित मस्यौदाले विद्यालयको अनुमति र स्वीकृतिको अधिकारका साथै विद्यालय अनुमति रद्द गर्ने तथा बन्द गर्ने जस्ता सबै अधिकार स्थानीय तहलाई दिएको छ। महासङ्घले यसमा पनि विरोध जनाएको छ। मादल
छैन के बिरासे रे सिंहदना छिरिन्छ नटेरे गोर्खा मन कामना झ्याप्पै गरेर गइहालौँ भने नि शिक्षा ऐन छैन झ्याप्पै गरेर गइहालौँ भने नि शिक्षा ऐन छैन हाम्रो आन्दोलन जारी छ हाम्रो आन्दोलन जारी छ शिक्षक महासङ्घ जिन्दाबाद शिक्षक महासङ्घ जिन्दाबाद विगतका सम्झौता कार्यान्वयन गर विगतका सम्झौता कार्यान्वयन गर विगतका सम्झौता कार्यान्वयन गर शिक्षक कर्मचारी एकता जिन्दाबाद शिक्षक कर्मचारी एकता जिन्दाबाद विगतका सम्झौता कार्यान्वयन गर यो पेटीमा हिँड्नेहरूलाई पनि जिन्दाबाद भन्नुपर्लाई जस्तो छ सहयोग प्राप्त भएको छ र